ताप्लेजुङको उचाइमा कञ्चनजङ्घाको काखमा बस्ने पाथिभरा आमालाई मनोकामना पुरा गर्ने देवीका रूपमा पनि मानिन्छ। कथाअनुसार धेरै पहिले यो एक चरण क्षेत्र थियो। गोठालाहरूले यस क्षेत्रमा दिव्य शक्तिको महसुस गरे। त्यसपछि देवीको पवित्र स्थलका रूपमा पूजा आराधना गरिँदै आएको छ। हिन्दूको मात्र तीर्थस्थल नभएर किराँत धर्मावलम्बी र लिम्बू समुदायको पनि तीर्थस्थलको रूपमा प्रसिद्ध रहेको छ। करिब 3794 मिटरको उचाइमा रहेको मन्दिरमा पुग्न करिब 6-7 घण्टाको उकालो यात्रा तय गर्नुपर्ने हुन्छ। पूर्वी तराई हुँदै पुगिने यस तीर्थस्थलमा पूर्वको प्रसिद्ध र पूर्वको साथै नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थल पनि हो। भक्तजनहरूको यो विश्वास छ कि यहाँ पवित्र मनले मागेका हर मनोकामनाहरू माताले पुरा गरिदिनुहुनेछ। यहाँ जानका लागि यातायातको सुविधा साथै हवाईको सुविधा पनि रहेको छ। सुकेटार विमानस्थलसम्म हवाई यातायातबाट पनि जान सकिन्छ र त्यस पछाडि सानो फेदीसम्म यातायातको सुविधा भए पनि त्यहाँबाट भने पैदल यात्रा तय गर्नुपर्ने छ। सानो फेदी ठुलो फेदी हुँदै बाटोमा देखिने विभिन्न थरीका समयअनुसार फुल्ने लालीगुराँस, त्यहाँबाट देखिने हिमालका दृश्यले मन आनन्दित हुन्छ। यसमा करिब 6-7 घण्टाको यात्रा तय गरिसकेपछि हजुरहरूले माताको दर्शन गर्न पाउनुहुनेछ। यहाँ माताको दर्शनमा जो कोही पुग्नुहुन्छ उहाँहरूलाई चाहिँ माताको दर्शन पश्चात थकान एकाएक हराएर जान्छ माताका शक्तिका कारणले। माताको दर्शन गर्नु भनेको यो एउटा दर्शन मात्र होइन, आफूले आफैलाई महसुस गर्नु पनि हो जस्तो लाग्छ मलाई। धेरै दर्शनार्थीहरूले जसले सन्तान प्राप्त गर्नुभएको छैन, जसले कुनै काम गर्न लाग्नु भएको छ भने त्यो काम पुरा भएको छैन भने माताको दर्शन पश्चात सबै आफ्ना मनोकामनाहरू पुरा हुनेछ भन्ने जनआस्था छ। पाथिभरा माताको दर्शन भनेको यो एउटा आस्था हो, भरोसा हो, शान्ति हो र विश्वास हो। हिमालको काखमा हुने शक्तिको महसुस पनि हो। आफ्नो जीवनकालमा एकपटक यो दिव्य दर्शन गर्नुपर्ने स्थानका रूपमा माता पाथिभरालाई मान्न सकिन्छ। माताले हामी सबैको रक्षा गर्नुहोस्। जय पाथिभरा माता।